हेलो एभ्रिवान गुड मर्निङ वेलकम टु माई मिनी ब्लग है। एक दिन भयो मैले भिडियो पनि पोस्ट गर्नु सकेको छुइनँ, कति ड्युटीको मात्रै देखाउनु भनेर। आज चाहिँ मेरो विक अफ थियो नि त, अन्त विक अफ भएर अन्त त्यहाँदेखिको आज चाहिँ सालुगढा जाने अलिकति काम छ सालुगढामा। अन्त म एक्लै चाहिँ गएको होइन है गाइस, आज चाहिँ नानी पनि जाँदैछ ऊ र म चाहिँ जाने सालुगढा एकछिन घुमिकन आउने है। त्यहाँदेखिको के भन्नु छ नानी? यही भन्नु छ अरे। ल बाई बाई। आज के अलिअलि हल्का हुन्छ त्योहरू म देखाउँछु नि है। विक अफ दिन यस्तै देखाउँ होला हौ। अब त्यही हो, बाई बाई। मलाई हामी चाहिँ सालुगढा आयौँ पुग्यौँ। अब हल्का हेरौँ न सालुगढामा के के रहेछ गाइस। शीतल दिन भइरहेको छ सिलगढीमा, हिजो बेलुका पानी परेर। अन्त यो चाहिँ सालुगढाको चिपमा यता भित्रपट्टि चाहिँ छ है गाइस। रोड बनाउँदै रहेछ। अनि नि साग पनि लानुपर्छ है। ल हेर त ऊ एउटा दामी रहेछ। एकछिन आएन ल। कति सस्तो सस्तो साग लिएर आएको छु। भनिदेऊ कसरी हो यो साग? 15 रुपियाँ रहेछ, 30 रुपियाँको कति? हाम्रो नानीले चाहिँ यहाँ बिस्किट ल्याइरहेको छ है। यो बिस्किट चाहिँ उसलाई पुरा मनपर्छ अरे चियासँग। चिया छ? ल हो न। ए नमस्ते सम्पूर्ण दर्शकवृन्दहरूलाई। नमस्ते सम्पूर्ण दर्शकवृन्दहरूलाई। आज चाहिँ म स्मार्ट बजारको बारेमा के भन्न गइरहेको छु होइन। देखाउनु यता प्लिज, क्यामेराम्यान फोकस गरौँ। स्मार्ट बजारमा चाहिँ तपाईँको हजुरहरूलाई चाहिँ स्मार्ट बजारमा बेडसिट पाउँछ, 70% पाउँछ होइन। तपाईँहरूलाई र तपाईँलाई घरमा सबैभन्दा बेसी चाहिने तपाईँलाई राइस छ। यसको 43 रहेछ। तपाईँले 9 रुपियाँ बचाउनु सक्नुहुन्छ। 9 रुपियाँमा तपाईँ एउटा 1 रुपियाँ थपेर एउटा सिक्रेट जसले खान्छ उनीहरूको लागि होइन। त्यहाँदेखिको मलाई चाहिँ यो मनपर्छ। हेर्नुहोस्, मेरो चाहिँ यो हो सबैभन्दा सिटी गोल्ड होइन। एकदमै टेस्टी छ र आउनुहोस् होला प्लिज। वेलकम छ हजुरहरूलाई। मेरो त यहाँको अतापता चाहिँ जान्छ सिलगढी। ऊ परेछ ऊ देखाउनुहोस् रिलायन्स त्यही हो। त्यहाँ चाहिँ तपाईँहरू आउनु सक्नुहुन्छ र यसको टाइम छ तपाईँको कहिलेसम्मको लागि रहेछ? टाइम मलको रहेछ। सरी मिस्टेक। ए कसमस मल सेवक उयो रहेछ। 30 ल तपाईँको अफर चाहिँ सबै समाप्त भएछ। धन्यवाद। हेलो, आज चाहिँ हामी रिल्स बनाउने नानी र म। नानी रेडी हुँदैछ, उहाँ हो रेडी पार्दैछ। अन्त म चाहिँ रेडी भइसकेँ। अस्ति घर जाँदाखेरि साडी लगाएर आएको थिएँ, लिएर आएको थिएँ। अन्त आज त्यही साडी लगाएँ। अब तपाईँलाई म बादमा रिल्स पनि पोस्ट गर्छु है। एकदम नानी रेडी हुँदैछ, अहिले देखाउँछु नि रेडी हुँदैछ नानी हो। हामी अब भिडियो बनाउन गएको है। नानी गरम कति छ भनिदिइहाल। गरम चाहिँ कति खतरा छ है एकदम। लगाइस अहिले देखाउँछु नि म कहाँ बनाउनु नानी भिडियो। हेलो एभ्रिवान गुड इभिनिङ है। अन्त अब हामी चाहिँ लागेको कसमस र फेरि कसमस दिदी र म कसमस जाने। त्यहाँदेखिको सामानहरू हल्का किन्ने। आजको सक्यो छुट्टी, विक अफ सक्यो, दिन यत्तिकै सक्यो आज चाहिँ। तर बहुत शीतल छ है सिलगढीमा। बाई बाई। मलाई भेगा अल्छी लाग्छ नि, त्यस्तै होला उसलाई नि। चाहिँ कसमस है। डोरेमी वहाँ पर रहेछ।
यो चाहिँ कसमस एकदम दामी रहेछ। गाइस कोकोलाई म्यागी मनपर्छ भन्नुहोस् न। आम्बो म्यागीको बजार रहेछ गाइस। रामेन के हो हामीले प्याकेज छैन त उयो हामी चाहिँ भर्खर आइसकेर हो अन्त त्यहाँदेखिको एउटा टी सर्ट किनिरहेको छु मैले। अन्त त्यहाँदेखि नै अब सबै सामान ल्याएर अब एकदम सामानले गर्नुपर्दैछ। ल गाइस अब चाहिँ सक्यो आजको दिन, आजको समाप्त भयो। सम्पूर्ण दर्शकबिनहरूलाई मेरोबाट लु भन भन न लु छिटो। सम्पूर्ण दर्शकबिनहरूलाई मेरोबाट बधाई लु बिदाई छ। बाई बाई गाइस।